大同吗？今年是的，这边季节上班的大地方面在这边给季节听，आज यहाँ भिक्षुनीहरूको लागि जुन सञ्चालन गरिएको यस प्रवचन कार्यक्रममा यहाँ पाल्नुभएका देशी रुम्बुचे लगायतका हाम्रा सम्पूर्ण अनि गुम्बाहरूबाट पाल्नुभएका अनिलाहरू सबै त्यसैगरी जुमबाट सुन्दै गर्नुहुने सम्पूर्ण भिक्षुगणहरू र यहाँहरू सम्पूर्णलाई सर्वप्रथम हार्दिक अभिवादन गर्न चाहन्छु, प्रसिद्धले भन्न चाहन्छु। र आज यहाँ अनिहरूको जुन उपदेश अनिहरूका लागि हुन गइरहेको उपदेशको यसको विषयमा धेरै कुराहरू भयो। कुन चाहिँ उपदेश गर्दा राम्रो होला, के को बारेमा प्रवचन गर्दा राम्रो होला भन्ने कुरा धेरै कुराहरू भएछ। कसैले के भन्नुभयो भन्दाखेरि लोजुङ धुन्तुम्बा अथवा अष्टमती शोधनको विषयमा भन्नुपर्छ भन्ने कुरा भयो। र कसैले चाहिँ 37 बोधिचर्याको विषयमा भन्नुपर्छ भन्ने कुरा पनि भयो। र कसैले चाहिँ धक्पथर्गेन भन्ने ग्रन्थको विषयमा भन्नुपर्छ भन्ने कुरा पनि भयो। कसैले लम्सोरेसन सोसे पनि भन्नुपर्छ भन्ने कुराहरू, विभिन्न कुराहरू उठे पनि मेरो आफ्नै विचारबाट चाहिँ के आयो भन्दाखेरि यो गुरु पञ्चाशिकाको प्रवचन गरेपछि चाहिँ राम्रो हुन्छ कि भन्ने मलाई त्यस्तो किसिमको विचार आयो। र अन्तमा आएर गुरु पञ्चाशिकाको प्रवचन गर्ने निर्णय गर्ने। विशेष गरेर साधारणतः यो गुरु पञ्चाशिका भनेको चाहिँ उसको यो जुन पञ्चाशिका भन्ने जुन नाम छ त्यसको जुन शब्द छ त्यसैबाट त्यसको अर्थहरू प्रश्न हुन्छ। यो अनि जेसुन डापा ग्याल्सेनज्यूको व्याख्या गुरु पञ्चाशिकाको विषयमा भनेको छ। र जेसुन डापा ग्याल्सेनज्यूको व्याख्यामा यस ग्रन्थको नाम गुरु पञ्चाशिका गुरुलाई कसरी सेवा गरिन्छ भन्ने त्यसमा चाहिँ 50 किसिमको श्लोकहरू, उपायहरू बताइएको छ। र जेसुन डापा ग्याल्सेनज्यूको व्याख्यामा यस ग्रन्थको नाम गुरु पञ्चाशिका भनेको छ। र यस ग्रन्थमा गुरुको सेवा गर्ने उपायहरू 50 वटा श्लोकहरू बताएको छ। र यो पञ्चाशिका भन्ने जुन शब्द त्यसैले त्यसको अर्थ के हो भन्ने त्यसमा देखाउँछ। जब हामीले गुरु पञ्चाशिका भन्छौँ त्यसमा चाहिँ हामीले कसरी गुरुको आश्रय गर्ने, कसरी गुरु मान्ने, गुरु थाप्ने भन्छौँ हामी हैन। त्यसमा हामी गुह्य मन्त्रसँग सम्बन्ध भयो, कसरी गुरु र शिष्य बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा चाहिँ यस पञ्चाशिकाभित्र देखाइएको छ। विशेष गरेर गुह्य मन्त्रको धर्मसँग सम्बन्धित भएको जुन वज्रयानको तन्त्रहरू छ, तन्त्रको अभिषेक त्यस्तै उपदेशहरू, यी सबै कुराहरू योसँग सम्बन्धित भएको गुरु र शिष्य बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषय यसमा रहेको छ। विशेष गरेर जुन वज्रयानको विषयमा, जुन गुह्ययानको विषयमा लागि परेका शिष्यले चाहिँ कसरी चाहिँ गुरु कसरी थाप्ने, गुरु कसरी मान्ने, गुरुको आश्रय कसरी लिने र त्यो उपाय कस्तो, विधि के हो भन्ने कुरा, सम्पूर्ण कुराहरू चाहिँ यो पञ्चाशिकाभित्र चाहिँ 50 वटा श्लोकको माध्यमबाट प्रस्तुत गरेकोलाई यसलाई गुरु पञ्चाशिका भनेको। साधारणतः गुरु भनेको के हो भन्दाखेरि यो चाहिँ हाम्रो तिब्बतमा, भोटमा चाहिँ एकदमै प्रसिद्ध छ। त्यो कसरी सुरु भयो भन्दाखेरि जुन भारतवर्षको संस्कृत शब्द गुरुबाट त्यसको अर्थलाई भोट भाषामा, तिब्बतन भाषामा जुन अनुवाद गरेर गुरु भनेर शब्द त्यसरी निस्केर आएको हो। यो गुरु भन्ने कहाँबाट आयो भन्दाखेरि गुरु भन्ने शब्द चाहिँ लामा भन्ने शब्द चाहिँ एउटा संस्कृत शब्दबाट उत्पन्न भएको।
अब गुरु अब लामा गुरुको यसको अर्थहरू धेरै बयानहरू गर्न सकिन्छ, धेरै तरिकाले व्याख्याहरू गर्न सकिन्छ। यसलाई चाहिँ गुरु भनेको चाहिँ के हो भन्दा एउटा गरुङ्गो, एउटा भारी कुनै अब सामानहरू गरुङ्गो हुन्छ नि, त्यस्तै गरेर अहिले यहाँ चाहिँ अहिले हामीले ज्ञानको भारीले गरुङ्गो भएको त्यस्तो प्रकारको व्यक्तिलाई चाहिँ गुरु भनेर भनिन्छ। र संक्षिप्तमा भन्नुपर्दा, छोटकरीमा भन्नुपर्दा, गुरुको नाम मात्रै नभएर वास्तवमा नै उहाँको एउटा अर्थले पूर्ण भएको, उहाँको लक्षणहरूले युक्त भएको, गुरुको गुण भएकोलाई चाहिँ हामीले गुरु अथवा लामा भनेर भन्छौँ। र यो हुनु अति महत्त्वपूर्ण छ। र जुनै सूत्र तन्त्र जता पनि हामी के देख्न सक्छौँ भन्दाखेरि, के बताएको छ भन्दाखेरि चाहिँ गुरु भनेको चाहिँ लामा गुरु कसरी हामीले मान्ने अथवा गुरु कसरी आश्रय लिने, उहाँ लक्षणले युक्त छ छैन त्यो जाँच गरेर हामीले जाँच गर्नु चाहिँ एकदम महत्त्वपूर्ण कुरा रहन्छ। र त्यति मात्र नभई गुरु एउटा लक्षणले युक्त भएको गुरु प्राप्त गरिसकेपछि हामीले विचार र आफ्नो मन र आफ्नो जुन कार्यहरूबाट चाहिँ विशेष गरेर गुरु थाप्दाखेरि हामीले मेन मुख्य कुरा चाहिँ के हुन्छ भने आफ्नो आशय, आफ्नो विचारमा भर पर्छ। अलिकति पनि हामीले जसरी गुरु र सम्बन्ध, गुरु थाप्दाखेरि हामीले सानो गल्ती भए पनि यसलाई अब लामो समयमा चाहिँ यसले पिरोल्ने गर्छ। त्यसरी गुरु थाप्दाखेरि हामीले जुन आपत्तिहरू हुन्छ, जुन पतनहरू हुन्छ, धेरै गल्तीहरू हुनसक्छ। गुरुहरू थाप्दा, गुरु मान्दाखेरि, गुरुको आश्रय लिँदा धेरै कमी कमजोरीहरू पनि हुनसक्छ। र त्यसै कारणले गर्दाखेरि गुरु खोज्ने बेलामा, गुरुको आश्रय लिने बेला जहिले पनि हामीले हाम्रो आशय, हाम्रो विचार चाहिँ शुद्ध हुनु अति जरुरी छ। त्यो नभएर हामीले धेरै मान्छेहरूले चाहिँ एकदमै प्रसिद्ध भएको गुरु हामीले एकदम राम्रो हुन्थ्यो कि, त्यस्तो प्रकारको सोच, त्यस्तो प्रकारको विचारहरू, आशय लिएर त्यसरी गुरु खोज्नेहरू पनि धेरै हामीले देख्दै आएका छौँ। र कतिले चाहिँ कुनै गुरु चाहिँ धेरै शिष्यहरू भएको गुरु पाए चाहिँ एकदम राम्रो हुन्थ्यो कि, अझै राम्रो पो हुन्थ्यो कि भन्ने त्यस्तो सोच्नेहरू पनि धेरै, अब कसैको गुरु धेरै के अरे शिष्यहरू धेरै भएको त्यो किसिमले खोज्ने पनि धेरै हुन्छ। कुनै चाहिँ अब गुरुको रूप राम्रो, सुन्दर गुरुको सुन्दर रूपलाई हेरेर गुरु खोज्नेहरू पनि हामीले धेरै, त्यो पो राम्रो हो कि भनेर पनि हामीले धेरै त्यसमा अब आसक्त भएर त्यसरी गुरुको आश्रय लिने, गुरु मान्ने पनि धेरै हामीले देख्छौँ। त्यसै कारणले गर्दाखेरि जब हामी गुरु खोज्छौँ त्यही बेलादेखि नै हामीले चाहिँ आफ्नो आशय चाहिँ शुद्ध रूपमा धर्मको अभ्यास गर्नेछु भन्ने खालको त्यस्तो विचारहरू लिएर चाहिँ गर्नुपर्ने हुन्छ। र त्यसैले हामीले हाम्रो मनमा चाहिँ विभिन्न किसिमको राम्रो नराम्रो विचारहरू आउने भएको कारणले गर्दा त्यही भएर हामीले गुरुको आश्रय लिने भने हामीलाई धेरै मानसिक दुःखहरू हुने गर्छ। त्यसै कारणले हामीले प्राय जसो राम्रो गुरुहरूसँग नभेट्ने, नराम्रो गुरुहरूसँग भेट्ने त्यस्तो पनि हुनसक्छ। यो एक तरिकाले हेर्दाखेरि यो अरूलाई दोष दिने पनि हुँदैन। यो चाहिँ आफ्नै गल्तीले गर्दाखेरि, आफ्नो जुन विचारहरू, लिने विचार, सोच्ने तरिकाहरूबाट नै यस्तो भएको छ। हामीले जब गुरु खोज्छौँ त्यही बेला प्रसिद्ध सिद्धि प्राप्त गरे गुरु, अब प्रसिद्ध गुरु, अब सुन्दर गुरुहरू खोज्यौँ राम्रो हुन्छ कि भन्ने आफ्नो मन चाहिँ त्यस्तो धेरै नभए पनि थोरै त्यस्तो किसिमको विचार पर्छ नि। त्यसले चाहिँ अन्त्यमा गएर हामीले कस्तो किसिमको गुरुहरू पाउँछौँ भन्दाखेरि अलिकति प्रसिद्ध गुरुहरू भए पो हुन्थ्यो भन्ने त्यस्तो खालको विचार छ भने, अलिकति पनि त्यस्तो विचार छ भने गुरु चाहिँ तपाईँ पनि सधैँ अब त्यस्तो अलिक प्रसिद्ध भएको गुरुको छेउमा पो पुग्ने जस्तो त्यस्तो हुन्छ।
र त्यसै गरी अलिकति प्रसिद्ध भएको गुरुहरू चाहिँ पाए राम्रो हुन्छ कि भन्ने अलिकति मात्रै भए पनि त्यसको बलले गर्दा तपाईँ चाहिँ अलिकति अब प्रसिद्ध भएको नाम चलेको गुरुको छेउमा तपाईँ त्यसको पाउने जस्तो र उहाँको छेउमा जानु मन लाग्छ त्यस्तो खालके समयहरू आउँछ। त्यही कारणले गर्दा यो सबै कुराहरू चाहिँ हाम्रो आफ्नो विचारले गर्दाखेरि हाम्रो आफ्नै भित्रको आशयले गर्दाखेरि चाहिँ त्यस्तो एउटा आशयको बलले विचारको बलले नै हामीलाई त्यस्तो प्रकारको असरहरू गर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि हामीले एकदमै होसियार गर्नु एकदमै महत्त्वपूर्ण रहन्छ। एउटा 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 नराम्रो गुरुसँग नभेटेर हामी चाहिँ असल गुरुसँग पाउनु पर्ने भएकोले गर्दा हाम्रो विचार जुन छ त्यसलाई चाहिँ एकदमै शुद्ध हुनुपर्ने एकदमै महत्त्वपूर्ण हुन्छ। हाम्रो मनमा चाहिँ हाम्रो विचारहरू चाहिँ एकदम अलिकति पनि नराम्रो भयो भने नराम्रो विचारहरू आयो भने एकदमै त्यसले नराम्रो परिणाम दिने भएकोले हामीले एकदमै होसियार गर्नुपर्छ। गुरु जब हामी गुरु खोज्छौँ त्यति बेला कहिलेकाहीँ हामीले गुरु थापेर गुरु मानेर गुरुको आश्रय लिएर धर्म गर्छु भन्ने जुन कुराहरू छ त्यो चाहिँ अन्य हामीले जुन लौकिक कामहरू दैनिक जीवनमा हामीले कामहरू गर्छौँ नि त्यस्तो खालके छैन। त्यसमा हामी कहिलेकाहीँ झुकिने पनि गर्छौँ। र उदाहरणको लागि आज हामी आज 1 रुपियाँको मूल्य भएको सामान चाहिँ हामीले यो त त्यति धेरै दाम पनि छैन रहेछ भने हामी त्यसलाई खासै महत्त्व दिँदैनौँ। त्यतिकै हामी किन्छौँ त्यसलाई चाहिँ हामीले 1 रुपियाँ त रहेछ नि भनेर हामीले त्यो सस्तो सामानलाई हामी किन्छौँ। आँखा चिम्म गरेर हामीले त्यस्तो किन्ने गर्छौँ नि त। तर आज हामी यो चाहिँ अब हजारौँ 10,000 लाख पर्ने सामानहरू छ भने चाहिँ त्यस्तो किन्नु पर्नेसम्म चाहिँ हामीले अलिक सोचेर यो राम्रो छ कि छैन, कस्तो छ यसलाई मन पर्छ पर्दैन, किन्नु पर्छ कि पर्दैन, धेरै विचारहरू गरेर मात्रै हामीले बिस्तारै हामीले त्यसलाई किन्छौँ। त्यस्तो महँगो सामानलाई चाहिँ हामीले एकैचोटि चाहिँ आँखा चिम्म गरेर किन्दैनौँ। किनभने त्यसमा चाहिँ हामीले धेरै पैसाहरू खर्च गर्नुपर्ने हुन्छ। अहिले त्यही कारणले हामीले अलिकति होसियार गरेर चाहिँ धेरै होसियार गरेर हामी त्यो किन्छौँ नि होइन। त्यस्तै गरेर जब हामीले धर्म गर्छौँ भन्छौँ होइन, गुरु तान्छौँ भन्छ त्यो त्यसमा चाहिँ एउटा ठुलो कुरा गरेर मात्रै अब यसको विषयमा मजा राम्रोसँग भन्नुपर्दा चाहिँ यो जुनी र अर्को जुनीको विषयमा सोचेर हामीले चाहिँ त्यो धर्महरू गर्छौँ। धर्मको दृष्टिबाट हेर्दाखेरि महत्त्वपूर्ण हुन्छ। धर्मको दृष्टिकोणबाट हेर्दाखेरि यो भन्दा महत्त्वपूर्ण के पनि छैन। तर हामीले वास्तवमै भन्नुपर्दाखेरि यस्तो कुरामा चाहिँ हामीले कतिको होसियार गर्छौँ, कतिको ध्यान दिन्छौँ, कतिको होसियार गर्छौँ भन्ने कुरा हामीले राम्ररी जाँच गर्न सक्यौँ भने हामी अलिअलि जानकारी पाएको मात्रैले चाहिँ हामीले एकदमै बुझेको हुन्छ यो एकदमै राम्रो हो, धर्म गरौँ भनेको एकदम राम्रो हो, यसले अर्को जुनीमा पनि धेरै काम गर्छ, त्यो हामीले बुझेर मात्रै भएन। तर हामीले जब व्यवहारमा उतार्न सकेनौँ भने त्यसले कसरी हामीलाई दिमाग मानसिक रूपमा कसरी फाइदा गर्छ भन्ने कुरा चाहिँ हामीले त्यति सोचिरहेका हुँदैनौँ। त्यही कारणले गर्दाखेरि हामीले जब हामी गुरु मान्ने जुन उपायहरू छ, विधिहरू छ, त्यो चाहिँ अति महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि यसलाई चाहिँ अति महत्त्वपूर्ण छानेर यसलाई चाहिँ हामीले त्यतिकै व्यवस्था गरेर चाहिँ हुँदैन। त्यस्तो किसिमको विचारहरू लिएर चाहिँ धेरै हामीले दिमाग लगाएर अलिकति राम्रोसँग होइन राम्रो सोचेर मात्रै गर्न सक्यौँ त्यसको फलहरू राम्रो आउँछ। र हामीले जे पाए त्यही गऱ्यो भने चाहिँ त्यसको फलहरू पनि राम्रो प्राप्त हुँदैन भन्ने चिज चाहिँ निश्चय छ। र आज हामी यहाँ गुरु पञ्चाशिकाको प्रवचन गर्नुपर्ने कुराहरू अघि मैले बताइसकेको छु। र साधारणतया भन्नुपर्दाखेरि हाम्रो कल्याण मित्रहरू, गुरु कल्याण मित्रहरूको आश्रय कसरी लिने हाम्रो बुद्ध धर्म अनुसार बुद्ध धर्मभित्र एकदमै महत्त्वपूर्ण कुनै रहन्छ।
र हिनायान र महायान जुनैमा पनि गुरुको आश्रय र गुरु थाप्ने गुरु मान्ने विधि चाहिँ अति महत्त्वपूर्ण। विशेष गरेर हाम्रो वज्रयान विषयमा साधारण र असाधारण जुन अधिष्ठानहरू प्राप्त पाउने चाहिँ गुरुमा नै भर पर्ने भएको कारणले गर्दाखेरि एकदमै त्यो गुरु मान्ने गुरुको आश्रय लिने चाहिँ विधि चाहिँ राम्रोसँग जानु अति नै महत्त्वपूर्ण हुन्छ। त्यसैले यो धर्मलाई आचरण गर्ने मेन धर्मलाई हामीले अनुसरण गर्नेको मूल जड नै गुरु रहन्छ। त्यही कारणले गर्दाखेरि तेरो पहिलेका गुरुहरूले जब उहाँहरूले चाहिँ धर्महरू ग्रहण गर्नुहुन्थ्यो त्यसको मेन मुख्य बेस जस्तो उहाँहरूले चाहिँ धर्म ग्रहण गर्नुभन्दा अगाडि चाहिँ उहाँहरूले चाहिँ यो गुरु पञ्चासिका जस्तो महत्त्वपूर्ण ग्रन्थहरू लिने 14 आपत्ति मूल आपत्ति जस्ता ग्रन्थहरूको अध्ययन गरेर मात्र उहाँहरूले चाहिँ धर्म वज्रयानको धर्महरू उहाँले ग्रहण गर्थे। त्यही कारणले गर्दाखेरि यस्तो प्रकारको उपदेशहरू लिनु सुन्नु अति महत्त्वपूर्ण हुन्छ। तर यसको विषयमा चाहिँ सही तरिकाले बताइएन भने यो त्यति सही हुँदैन। यो चाहिँ मैले थोरै मान्छेलाई मात्र सिकाएको छु त्यो योभन्दा अगाडि, किनभने कहिलेकाहीँ जस्तो वज्रयानको विषयमा त्यति जानकारी नभएका र विभिन्न व्यक्तिहरू जो हुनुहुन्छ तिनीहरूमा चाहिँ अलिकति अब त्यति अस्थिर भएको उहाँहरूको जुन सोच्ने तरिका विचार लिने तरिकाहरू अलिकति फरक भयो। जुन हामी हिमालय वासीहरू छौँ ती बाहेकका अन्य जातिहरूमा चाहिँ त्यसमा चाहिँ अब उहाँले राम्रो विचार गर्न नसक्ने भएकोले अलिकति यसमा अलिकति डर पनि हुन सक्छ। र कतिपय गुरुहरूले चाहिँ यसलाई यो धार्मिक प्रवचनको चाहिँ अलिकति गलत बयान गरेर यसको पूर्ण रूपमा बयान नगरेर आफूलाई शिष्यहरू धेरै बटुल्नको लागि आफू अलिकति ठुलो बन्नको लागि देखाउनको लागि उहाँले चाहिँ विभिन्न प्रकारको व्याख्याहरू पनि गर्ने पनि हुनसक्छ। त्यसै कारणले गर्दाखेरि मैले चाहिँ सधैँ मैले धेरै मान्छेहरूको बिचमा धेरैलाई चाहिँ मैले यसरी जुमको माध्यमबाट यो गुरु पञ्चासिका जस्तो महत्त्वपूर्ण ग्रन्थ चाहिँ मलाई त्यति सजिलो जस्तो अलि अप्ठ्यारो लागेको कारणले यसको विषयमा मैले अहिलेसम्म मैले यसरी प्रवचनहरू गरेको छु। र आज चाहिँ मैले किन यहाँ यो गुरु पञ्चासिकाको विषयमा चाहिँ प्रवचन गर्दैछु भन्दाखेरि र आज मैले र आज यस प्रवचन कार्यक्रममा जुन उपस्थित हुनुभएका अनिलाहरू हुनुहुन्छ त्यसै गरी हाम्रो भिक्षुगण हुनुहुन्छ उहाँहरूलाई नै मुख्य रूपमा उहाँहरूको लागि म आज प्रवचन गर्न गइरहेको छु। त्यसै कारणले गर्दाखेरि यो पनि तपाईँहरूले विचार गर्नुपर्ने हुन्छ। मैले मुख्य रूपमा मैले यो प्रवचन चाहिँ विशेष गरेर अनिलाहरू र त्यसै गरी लामा के भन्छ भिक्षुहरूको लागि गर्न हुन्छ। त्यस गरी अब हाम्रो गुम्बाहरू जुन गुम्बाहरूबाट यहाँ यो सुन्दै गर्नुहुने अनिलाहरू र भिक्षुगणहरूको लागि भनेको छ। र आज म जुन यो प्रवचन गर्न गएँ यसलाई चाहिँ म सकेसम्म यसको पूर्ण अर्थहरू र सबै कुराहरू पुगेको राम्रोसँग गर्ने म कोसिस गर्नेछु। र यहाँ सुनिरहनुभएका जति पनि अब चारै दिशाको जति पनि हामी अब यहाँहरू सम्पूर्ण श्रोता यहाँ सम्पूर्णहरूले जुन वज्रयानको वज्रयानको व्याख्याहरू राम्रोसँग गर्यो भने चाहिँ उहाँहरूले पनि बुझ्ने वास्तविक अर्थ यस्तो पो रहेछ यस्तो पो राम्रो रहेछ भनेर चाहिँ अर्थहरू गर्नु अरूले त्यसरी गलत तरिकाले व्याख्या गरिए तापनि उहाँलाई चाहिँ स्पष्टीकरणको लागि
अन्त कसैले अरूले अब हामीलाई झुकाइरहेको छ भने चाहिँ नझुकिनको लागि तिनीहरूको लागि चाहिँ फाइदा हुन्छ कि भन्ने सोच पवित्र सोच लिएर चाहिँ आज म यो प्रवचन गर्न गएको छु र विशेष गरेर चाहिँ र मैले चाहिँ यस प्रकारले किन धेरैजनालाई किन नभनेको भन्दाखेरि मैले एउटा गुरुको नाम लिएर लिएको छु र मैले जब गुरु पञ्चशिखाको बारेमा मैले प्रवचन गर्छु र यहाँ चाहिँ के हुँदो रहेछ भने चाहिँ यसमा चाहिँ मैले तिमीहरूले चाहिँ मलाई चाहिँ यस्तो प्रकारले चाहिँ इज्जत गर्नुपर्छ यस्तो प्रकारको सत्कार गर्नुपर्छ भन्ने जस्तो त्यो यो प्रवचन गर्दा त्यस्तो किसिमको कुरा पनि हुने भएको कारणले गर्दाखेरि पनि अलिकति मलाई अप्ठ्यारो लागेको तर र मैले चाहिँ जुन प्रकारले यो गुरु पञ्चशिखामा बताएको कुराहरूलाई तपाईँहरूलाई प्रवचन गर्दाखेरि जे छ त्यही बताउँछु र त्यति बेला चाहिँ तपाईँहरूले चाहिँ यो चाहिँ मेरो आफ्नो लागि नभएर अब तपाईँहरूको स्वयं राम्रोको लागि मैले बताउन गएको र यो चाहिँ के भन्दाखेरि जुन ग्रन्थमा जे बताइएको छ त्यसलाई नै मैले तपाईँहरूलाई बताउने हो र यसमा चाहिँ मैले आफ्नो लागि मलाई इज्जत बनाउनको लागि सत्कार पाउनको लागि मैले त्यो गरेको र कहिलेकाहीँ चाहिँ आफूलाई अप्ठ्यारै भए पनि फेरि भन्नै पर्ने स्थितिहरू पनि आउँदो रहेछ र जुन कुराहरू मैले अघि भने त्यही कुराहरूलाई मध्यनजर गरेर चाहिँ मैले आज भन्नै पर्ने भएको स्थितिहरू आएको छ र विशेष गरेर हामी जुन हिमालयवासीहरू छौँ उहाँहरू बानी छ त्यसमा त ठिकै छ तर जुन जुन देश विदेश अन्य ठाउँमा छरेर रहेको अब अचानक मैले यसको विषयमा भन्दाखेरि म एउटा गुरु हो र गुरुको बारेमा एकदम गुरु चाहिँ महत्त्वपूर्ण छ गुरु ठुलो हो भनेर भन्दाखेरि मैले तपाईँहरूले मैले भनेको कुराहरू सुन्नुपर्छ भन्ने जस्तो सोच्ने भएको कारणले गर्दा मलाई अलिकति अप्ठ्यारो लागेको हो र यसको विषयमा मैले अलिकति भन्नै पर्छ जस्तो लागेर मैले तपाईँहरूलाई बताएको हो ल यो गुरु पञ्चशिखा नै प्रवचन गर्नु कारण चाहिँ त्यो हो र यो लामाङ्गप्चुपा अथवा गुरु पञ्चशिखामा यसलाई संस्कृत भाषामा अनुवाद गरिएको संस्कृत भाषामा अनुवाद गरिएको र त्यस्तै गरी चाइनिज भाषा र भोट भाषामा गरिएको विभिन्न अनुवादहरू छ जुन चाइनिज भाषामा जुन चिनिया अनुवादलाई ताइसो त्रिपिटकमा त्यसमा चाहिँ 1677 को त्यसमा यसरी सूचीबद्ध गरेको छ जुन चिनिया अनुवादमा ताइसो त्रिपिटकमा 1688 को सूचीबद्ध गरेको छ जसमा अशोक वंशलाई लेखकको रूपमा देखाएको छ अनुवादकलाई चाहिँ त्यही बेला गुरु रिन्छन् रविकृति अब त्योबाट हामीले रविकृति अथवा चन्द्रकृति भनेको जस्तै त्यस्तै गरी रविकृति अथवा सूर्यकृति भन्ने उहाँहरूले चाहिँ अनुवाद गरेको हो भनेर सूचीबद्ध गरेको छ रविकृति भनेको को हो भन्दाखेरि चाहिँ उहाँ मध्य सुङ सम्राट सुङ साम्राज्यको रेन्जोङ भन्ने जुन चिनलिङको शासनकालको छैटौं वर्षमा चाहिँ जुन रविकृति भन्ने हुन्छ बियान्जिङको राजधानीमा चाहिँ आउनु भएको थियो उहाँ चाहिँ भारतवर्षको आचार्य हुनुहुन्छ भनेर भनेको छ उहाँ चाहिँ जुन 1066 सन् 1066 मा उन चाहिँ त्यसरी बियान्जिङको राजधानीमा उहाँ जानुभएको थियो तर त्यति बेला त्यहाँको सम्राटले उनलाई चाहिँ स्वेनचाङ गुरुको नाम त्यसको उपाधि चाहिँ उहाँलाई गुरुको उपाधि अथवा नाम त्यस प्रकारले उहाँलाई दिएको थियो
शिवाला शान्तिदेवले रचना गरेको लब्धो छ जुन 10 अकुशल कर्मको मार्ग दर्शाएको त्योहरू उहाँले गर्नुभएको छ र त्यति बेलाको जुन यो शिक्षा समुच्चय 10 अकुशल कर्मको मार्ग दर्शाएको सूत्रहरू त्यो टाइममा उहाँले अनुभव गर्नुपर्छ। त्यसै गरी जापानका भिक्षु चाङसुन उहाँहरू दुईजना चाहिँ एकदमै घनिष्ठ मित्र भएको भनेर त्यस्तो कथाहरू पनि छ, इतिहासहरू पनि छ। र जे भए पनि जुन चिनी भाषामा जुन अनुवाद गरेको पञ्चशिका चाहिँ जुन चिनिया अनुवाद छ यो चाहिँ पहिला तिब्बती भन्दा अगाडि भएको हो कि भन्ने पनि हामीले अनुमान गर्छ, किनभने जुन यो चिनिया भाषामा चाहिँ सिधै संस्कृत भाषाबाट चाहिँ चिनिया भाषामा अनुवाद गरेको छ। त्यसै गरी यस्तो प्रकारको कथाहरूको यो छोटकरीमा चाहिँ यस्तो प्रकार रहेको छ। त्यसै गरी यो तिब्बती भाषाको अनुवाद, तिब्बतीको अनुवाद चाहिँ यो चाहिँ तिब्बती भाषामा चाहिँ जुन अब तेङ्गुरहरू विभिन्न किमरहरू छ र यसमा देगी तेङ्गुरमा चाहिँ तिब्बती अनुवादलाई देगी तेङ्गुरको केमा छ भन्दाखेरि चाहिँ युत्सुपा भन्ने तेहुकुको रूपमा त्यसमा चाहिँ छुमा चाहिँ देगे तेङ्गुरको त्यसमा चाहिँ सूचीबद्ध गरिएको छ। 3721 को त्यसमा चाहिँ सूचीबद्ध गरेको छ। उक्त सूचीमा लेखकलाई चाहिँ को भनेको छ भने अश्वघोष हो भनेर चाहिँ त्यसमा उक्त तेङ्गुरमा सूचीबद्ध गरेको छ। यसलाई भारतीय विद्वान जुन पद्माकर र सुर्सेनको जुन अनुवादक लोचाबा हुनुहुन्छ, भिक्षु रिन्छेन साङपो हुनुहुन्छ, उहाँले अनुवाद गर्नुभएको थियो, त्यस्तो प्रकारले बताएको छ। र पछि गएर उहाँहरूले यसलाई पढाएर र सुनेर अन्तिम रूप दिनुभएको थियो। छाको लोचावाले अनुवाद गर्नुभएको अर्को लमङ्गप्चिबा जुन जे चोङखापाको व्याख्या छाकको लोचावा, जुन जे चोङखापाको व्याख्यामा छाकको लोचावाले अनुवादले गर्नुभएको जुन गुरु पञ्चशिकाको व्याख्या पनि रहेको उल्लेख भएको छ। त्यसमा जे चोङखापाले व्याख्या गर्नुभएको अनुवाद पनि रहेको छ। र जुन चाहिँ आजभोलि मैले चाहिँ अब देख्नु त देखेको छुइनँ, तर पनि अब त्यस्तो छ भनेर मैले सुनेको छु। र त्यसै गरी हाम्रो तिब्बती भाषामा गुरु पञ्चशिकाको जुन मूल ग्रन्थ छ त्यो चाहिँ त्यसको व्याख्या चाहिँ जुन त्यहाँको गुरुको सेवा गर्ने कठिन बिन्दुहरूमा एउटा भारतीय व्याख्याको अनुवाद पनि रहेको, जसलाई गोका लोचावा सुन्नुपालले अनुवाद गरेको हो भने त्यसमा पनि लामिङेन्कुर भनेको गुरुको सेवा गर्ने कठिन बिन्दु अथवा बुँदाहरू भने त्यसमा पनि एउटा भारतीय व्याख्या रहेको छ, जसलाई गोका लोचावाले गर्नु, जुन चाहिँ हामीले तेङ्गुरमा त्यसमा पनि हामीले जुन गुरु पञ्चशिकाको त्यसको मुनितिर हामीले जुन तेङ्गुरमा हामीले देख्न सक्छौँ। र यो कसले अब रचना गरेको हो भन्दाखेरि कतिपयले चाहिँ पण्डित नाकी रिन्चीले रचना गरेको हो भनेर पनि मान्नेहरू पनि छ। तर र यसमा चाहिँ तर यो सही किन नहुनु पर्छ, यसमा के भनेको छ भन्दाखेरि कतिपयले चाहिँ लेखक पण्डित नाम्खी दोर्जे हो भनी भन्दछन्, तर उपदेशको व्याख्यामा के भनेको छ भने गुरु पञ्चशिका व्याख्या कठिन बिन्दुको श्लोकका पुरा भयो भनी लेखेको छ। त्यसमा के भनेको छ भन्दाखेरि
पूर्वी भारतका महान विद्वान पाल नाकी रिन्चेनको कृपाबाट प्राप्त भएको संस्कृतका केही अंशहरूका साथ योन्नु रिन्चेन पालले श्रीमद् गुरुको पवित्र विहारको माथिल्लो स्थानमा अनुवाद गरेका थिए र नाकी रिन्चको कृपाबाट यसको संस्कृत सिकेका थिए भने बताएको भए पनि नाकी रिन्चेनले यसको व्याख्या लेखेका थिए भनी बताएको छैन। त्यस्तो बताएको छैन। जुन पण्डित नाकी रिन्चेनले यसको व्याख्या लेखेका थिए भने बताएको छैन। त्यसै गरी अब श्यामर चेङ्गा छोगी डाक्पाले रचना गर्नुभएको गो लचाओको जीवन कथा भन्ने कथा जुन बहुमूल्य गुणको उत्तम रूपमा फैलिएको वृक्ष त्यसमा के लेखेको छ भन्दाखेरि चाहिँ गुरु अनुसरण गर्ने कठिन मुदा बिन्दुहरूको व्याख्या अनुवादको नाम चाहिँ यसमा स्पष्ट रूपमा लेखिएको छैन भनेर। अब त्यो कारणले गर्दाखेरि चाहिँ अहिले जुन गोलोक सुनपाले अनुवाद गर्नुको त्यसको जुन लेखक चाहिँ को हो, रचनाकार को थियो भनेर यसमा स्पष्ट छैन। अनि त्यसमा देखाएको मुख्य पाठहरू धेरै कुराहरू निस्किन्छ। मूल ग्रन्थहरूमा रिन्चेन साङपोको भन्दा अलिकति फरक जस्तो मलाई लाग्छ। यसमा चाहिँ अब जे चोङखाबा र स्यार्चेन लोसाल जुन रसद ग्यासो आदिले यो भारतीय व्याख्या अध्ययन गरेका थिए, जुन रिन्चेन साङपोसँग अलिकति नमिलेको हो कि जस्तो मलाई त्यस्तो म देख्दैछु। जे जस्तो भए तापनि जुन गो उहाँले जे चोङखाबा र छ्यार्चेन लोसा ग्याचो त्यो आदिले यो भारतीय व्याख्या अध्ययन गरेको थिएनन् भन्ने कुरा जस्तो हामीले कुरा तिनीहरूको टिप्पणी जुन व्याख्याबाट स्पष्ट हुन्छ। जुन छ्यार्चेन लोचावले रचना गर्नुभएको यसको व्याख्या पनि छ। गुरु पञ्चसिकाको जुन के भन्छ त्यसको व्याख्याहरू पनि छ। र जब 1415 को शरद ऋतुमा जब जे चोङखाबा चाहिँ 59 वर्षको हुँदा वाङ डापा ग्याल्छेनले जे चोङखाबा र 200 चेलाहरूलाई वनको टासी ढोका निम्तो दिएका थिए। उहाँहरू त्यहाँ बस्दा गोलोचा सिनोपाले उनलाई पहिलो पटक भेटेका थिए र उनीबाट गुरु पञ्चासिका र जुन 14 मूल आपत्तिको व्याख्या आदिको अध्ययन त्यहाँ उहाँले उपदेश ग्रहण गर्नुभएको छ। त्यति मात्र नभएर त्यसपछि उनले ग्रहण गरेका ती शिक्षाहरू अरूलाई पनि धेरै पटक सिकाएको जुन गो लोचावाले लेखेको श्यामरको जीवनीबाट स्पष्ट हामीले देख्न सक्छौँ। र त्यसमा हामीले हेर्दाखेरि चाहिँ गो लोचावाले जे चोङखाबाट गुरु सत्कारको कठिन पदको अध्ययन गरेपछि यो व्याख्या अनुवाद गरेको हो कि जस्तो मलाई त्यस्तो लाग्छ। शङ्का त्यस्तो उत्पन्न भइरहेछ। र जुन गुरु पञ्चसिकाको सबैभन्दा प्रसिद्ध तिब्बती व्याख्याहरूमा चाहिँ यहाँलाई अब एउटा लिस्ट जस्तो बनाइदिन सकिने र जे भए पनि जुन तिब्बती व्याख्याहरूमा गुरु पञ्चसिकाको सबैभन्दा प्रसिद्ध व्याख्या चाहिँ जे जुन डाक्पा ग्याल्छेनको उहाँले रचना गरेको गुरु आश्रयको उपाय पञ्चसिकाको व्याख्या भने त्यो एउटा पुरानो एउटा व्याख्या हो। सबैभन्दा अहिले जुन प्राप्त भयो उपलब्ध छ त्यो मध्येको सबभन्दा पुरानो हो कि। त्यसै गरी ढोगोन छेगेल फाक्पाले रचना गर्नुभएको गुरु पञ्चसिकाको संक्षिप्त व्याख्या त्यो पनि एउटा पुरानो र प्रसिद्ध एउटा व्याख्या रहेको छ। त्यसै गरी मार्पा लोचावाले उहाँका शिष्य
त्यसै गरी मोक्षदाङ दोर्जेले रचना गर्नुको व्याख्या पनि एउटा प्रसिद्ध छ तर त्यो चाहिँ अहिलेसम्म मैले देख्नु चाहिँ देखेको छुइनँ र हिमवती तिब्बतमा चाहिँ जे चोङखापाले शिष्य कामना पूरक नामक गुरु पञ्चशीको व्याख्या एउटा त्यो पनि रहेको छ र त्यसको पछि अब आउनुभएका लामा कामसाङको आधारमा भन्नुपर्दाखेरि जुन छोटा ग्याछो जुन 7औं कर्मपा हुनुहुन्छ उहाँको गुरुमा 7औं कर्मपा छोटा ग्याछोको गुरु पञ्चशिकाको व्याख्या त्यसै गरी छार्सेन लोसल ग्याछोले रचना गर्नुभएको गुरु पञ्चशीको व्याख्या अधिष्ठान रत्नको द्वार आदि रहेको छ उहाँले रचना गर्नुभयो मोटो प्रोभिन्स अथवा व्याख्या अधिष्ठान रत्नको द्वार आदि यी व्याख्याहरू चाहिँ अहिले उपलब्ध छ र प्रसिद्ध छ यसका अब विभिन्न गेलुक सम्प्रदायमा चाहिँ यसको गुरु पञ्चशिकाको व्याख्याहरू धेरैहरू अब छ जस्तो हामी देख्न सक्छौँ ल जब आज हामी चाहिँ जुन लामाङाबजुबाट गुरु पञ्चशिकाको जुन आज हामी भन्न गरेको छौँ त्यसमा चाहिँ हामीले चाहिँ जेजुन टापा ग्याल्छिनले रचना गर्नुभएको गुरु पञ्चशीको व्याख्याबाट चाहिँ गुरु पञ्चशिकालाई 5 वटा सामान्य अर्थहरूमा व्याख्या गरेको छ यसमा सर्वप्रथम के हो भन्दाखेरि यो जुन ग्रन्थ रचना गर्ने व्यक्ति को हो त्यो उहाँको परिचय दोस्रो चाहिँ यो ग्रन्थ चाहिँ यो शास्त्र चाहिँ जुन गोय तन्त्र कुन चाहिँ तन्त्रसँग आधारित छ कुनमा चाहिँ सम्बन्धित छ र त्यस रचना के का निम्ति रचना यसको उद्देश्य र चौथो चाहिँ यसको देशना गर्ने लामाङ अप्चुपा अथवा गुरु पञ्चशिका यसलाई चाहिँ कहिले चाहिँ हामीले यसको देशना गर्ने भने त्यसको समय र यसको चाहिँ सारांश गरेर यी 5 बुँदाहरूलाई समान रूपमा व्याख्या गरेको बुझ्न पनि सजिलो हुन्छ जस्तो मलाई लागेको यो मध्येबाट अब यसमध्येबाट चाहिँ यो ग्रन्थ कसले रचना गरेको हुँ भन्दा त्यसको लेखक चाहिँ को हुनुहुन्छ भनेर भन्दाखेरि कुरा के आउँछ भन्दाखेरि यो गुरु पञ्चशी कसले गर्नुभएको भन्दाखेरि यो यसमा अलिकति गडबड छ यसमा अलिकति विवादहरू रहेको हामी यसमा चाहिँ विभिन्न भनाइहरू पनि रहेको छ र गुरु पञ्चशीको लेखक को हुन् भने विभिन्न व्याख्याहरू भए तापनि यसमा चाहिँ दुई प्रमुख छ यसमा को भन्दा अशोक घोष र गुरु महाबिबल हुन् भनेर अब 2 जना यसको मुख्य रचना र कुनै बेला चाहिँ अशोक घोष र महाबिबल उहाँहरू चाहिँ एकै हो भन्नेहरू पनि त्यस्तो भनाइहरू पनि रहेको छ र उहाँको अब अर्को नाम हो भनेर पनि भन्ने भनाइ पनि छ तर पनि अहिले चाहिँ अशोक घोष र गुरु महाबिबल चाहिँ उहाँहरू बेग्लै व्यक्ति हुनुहुन्थ्यो भनेर हामीले बुझ्नु पर्दछ त्यो किनभने लोबेन जुन गुरु अशोक घोष र महाबिबलको जुन उहाँको इतिहास छ त्यो अलिकति मिल्दैन दुई जनाको केही जापानी विद्वानहरूले के भन्छ भन्दाखेरि लेखमा जुन यसमा लेखिएको प्रयोग गरिएका शब्दहरू छ जस्तै गरेर चाहिँ अनुत्तर कसैले चाहिँ दोस्रो शताब्दीमा भएको मा चाहिँ अशोक घोष थियो भन्ने कुरा कसैले 5औं 6औं शताब्दीमा भएको भन्ने पनि भनिन्छ र अब जे भए पनि हामीले उहाँ चाहिँ 5औं शताब्दीको एउटा महान गुरु हुनुहुन्थ्यो भनेर हामीले बुझ्नुपर्ने हुन्छ र जुन यो पञ्चशिकाको जुन
जुन अनुत्तर गुह्य तन्त्रको जुन भव्य रूपमा चाहिँ जुन विस्तार भयो त्यो पछाडि चाहिँ यसको रचना भएको हो भन्ने हामीले कसरी बुझ्न सक्छौँ भने जुन यो भित्र कसरी बुझ्न सक्छौँ भन्दाखेरि यसमा के लेखिएको छ भन्दाखेरि त्यसपछि तिनीहरूलाई मन्त्र आदि दिएर सद्धर्मको सही पात्र बनाएर 14 मूल पतनहरूको जुन विषय छ त्यसलाई पठन र कण्ठस्थ पार्न लगाउनुपर्छ भनेर चाहिँ लेखिएको छ र त्यो फैलिएको भने बुझ्नुपर्ने हुन्छ र अहिले हामीले अब यो चाहिँ अशोक घोषले नै लेखेका हुन् भनेर भन्न अलिकति गाह्रो जस्तो लाग्छ मलाई। अनि यो जुन यसको जुन पञ्चसिकाको व्याख्या छ यो चाहिँ अब जेसुन डापा ग्याल्सेन ज्यूले रचना गर्नुभएको व्याख्या एउटा महत्त्वपूर्ण र एउटा प्रसिद्ध छ। यसमा चाहिँ लेख्ने गुरुलाई चाहिँ यसमा के लेखेको छ भने जेसुन डापा ग्याल्सेन ज्यूको पञ्चसिका व्याख्यामा यसो लेख्नु भएको छ, यो लेख्ने गुरुलाई महाबिबल भनिन्छ भनेर लेख्नु छ र उहाँलाई चाहिँ अब चन्द्रवंशी हुनुहुन्छ भनेर भनेको छ। उहाँले चाहिँ अब राजकीय राजकाजहरू त्याग गरेर नालन्दा विश्वविद्यालयमा चाहिँ उहाँ चाहिँ जेतरी र सुदनबाट उहाँले शिक्षा लिएको थियो भनेर भनेको छ र उनी चाहिँ महान पण्डित बन्नुभयो। तर उनले चाहिँ अब त्यो नाम अब उहाँको प्रमाणपत्र जस्तो उहाँले नाम चाहिँ महान पण्डिता भयो भने उहाँले त्यो जुन प्रमाणपत्र नपाएको कारणले गर्दा नाम नपाएको कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ जुन नालन्दा विश्वविद्यालयबाट चाहिँ निस्केर उहाँ चाहिँ पूर्वी भारतको बङ्गालतर्फ जानुभयो भनेर त्यस्तो भने पनि छ। र अर्को भनाइमा के पनि रहेछ भन्दाखेरि कतिपयले के भन्नुहुन्छ उहाँ चाहिँ मूलतः विद्वान गैर बौद्ध एकदम महान विद्वान थिए भनेर भन्नु पछि गएर चाहिँ उहाँ बुद्धिस्टको विद्वान भन्नुभएको हो भनेर पनि भन्ने एक प्रकारको भनाइ छ। जे भए पनि उहाँको जुन इतिहासहरू उहाँको जुन विषयमा विभिन्न कथाहरू रहे तापनि दुई किसिमको भनाइहरू रहे तापनि जे भए तापनि उहाँ चाहिँ बङ्गालतिर चाहिँ उहाँ जानुभयो। अनि बङ्गालमा चाहिँ के थियो भन्दाखेरि बङ्गालको छेउमा चाहिँ चन्द्रगुमी भन्ने गुरुले चाहिँ एउटा बलुवाबाट बनाएको एउटा उनको ताराको मूर्ति बलुवाबाट बनेको एउटा तारा देवीको मूर्ति थियो। उहाँ चाहिँ त्यहाँ पूजा गर्न जानुभएको बेला चुत्ता नामक टापुबाट यो जुन जम्बूद्वीपको नजिक चुत्ता भन्ने टापुबाट अब हामी जम्बूद्वीप भन्छौँ पहिला चाहिँ अब परापूर्वकालमा चाहिँ जुन अब भारतवर्षलाई चाहिँ जम्बूद्वीप भनेर भन्ने गरिन्थ्यो र त्यसलाई चाहिँ जम्बूद्वीप भनिन्थ्यो र त्योसँग नजिकको त्यसको नजिकको एउटा टापु अथवा त्यसको नजिकको त्यसमा चाहिँ त्यहाँको चुत्ता भनिने टापु त्यो ठाउँको राज्यको मान्छेहरू एउटा मात्रै खुट्टा भएको मान्छे हुन्थ्यो भनेर भन्छ। र उहाँहरूको चाहिँ अब हिँड्ने बेला चाहिँ दुईजना मान्छेहरू सँगै हिँड्नुपर्छ किनभने एउटा मात्रै खुट्टा हिँड्नु मिल्दैन, त्यही भएर दुईजना मान्छे सँगै हिँडेर चाहिँ यसरी अघि हिँड्ने गर्थ्यो भनेर भन्ने एउटा त्यस्तो कथाहरू इतिहासहरू छ। र उहाँ चाहिँ जुन चन्द्रगुमीले जुन बलुवाबाट बनाउनु भएको ताराको मूर्तिलाई उहाँ चाहिँ जुन पूजा गर्नु जानु हुँदाखेरि चाहिँ जाने बेलामा बाटोमा उहाँले चाहिँ त्यो चुत्ता द्वीपको एउटा मात्रै खुट्टा भएको मान्छे चाहिँ उहाँहरू त्यहाँ उहाँ चाहिँ त्यो जहाज जुन अब के भन्छ डुङ्गा चलाएर उहाँको छेउमा आएको र उहाँले चाहिँ अब कहिले पनि दुईटा खुट्टा भएको मान्छे नदेखेको कारणले उहाँलाई अब गुरुलाई देख्दाखेरि चाहिँ उहाँ छक्कै पर्नु भएको थियो।
되면 그래요. 그거. 다들 주대는 사도 근데 다들 지금 앞서지. यो जुत्ता दिप भने चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ यो चाहिँ अब अचम्म यो अद्भुत यो अब साँचो हो कि जुरो त्यो चाहिँ अब अलि अलि गाह्रो रहेछ तर पनि यो अब यो एउटा मात्रै खुट्टा भएको मान्छे यो भन्दाखेरि अलि अचम्मको सुनाइदो रहेछ तर हामीले त सधैँ हामीले अब तपाईँहरूले विचार गर्नुभएको छ कि छैन यो साइकल लेक्सीमा के भनेको छ भन्दाखेरि चाहिँ जब हामी जुत्ता भनिने ठाउँमा गयो भने चाहिँ त्यहाँको मान्छेको एउटा मात्रै खुट्टा छ र त्यहाँ चाहिँ दुईजना मान्छे त्यहाँको पनि तपाईँलाई मान्छे नै गन्दैन त्यो मान्छेको रूपमा नै उनीहरूले लिँदैन भनेर अब जे जस्तो अब चुत्ता लिङ भने एउटा सायद एउटा कुनै एउटा टापु थियो होला कुनै एउटा द्वीप थियो होला एउटा अचम्मको अद्भुत एउटा एउटा के भन्ने अब द्वीप एउटा टापु जस्तो थियो र ती चुत्ता द्वीपको मान्छेहरूको सहयोगमा चाहिँ उहाँ गुरु चाहिँ अब उहाँ त्यहाँ जुन चन्द्रकविले बनाउनु भएको तारा पूजा गर्नु उहाँ जानुभयो त्यहाँ केही बस्नुभयो र उहाँ चाहिँ आफ्नो समय त्यहाँ ध्यानमा त्यहाँ गएर धेरै बिताउनु तर उनले यस्तो के सोच्नु भयो भन्दाखेरि यो द्वीपमा यो टापुमा यो ठाउँमा चाहिँ कुनै अब धर्म पनि छैन रहेछ मेरो आफ्नै देशमा फर्केर जानु भएर हाम्रो फाइदा हुन्छ होला भनेर उनीहरूले सोच्नु भयो र उहाँ चाहिँ अब आउँदाखेरि त्यसरी आउनुभयो तर अब आफ्नो गाउँमा कसरी फर्केर जाने भनेर चाहिँ अब उहाँले फर्केर जानु कसरी जाने भनेर उहाँलाई थाहा नहुँदा उहाँले चाहिँ के गर्नुभयो आर्य तारालाई चाहिँ उहाँले प्रार्थना गर्नुभयो र प्रार्थना गर्दाखेरि चाहिँ उहाँले सपनामा यस्तो देख्नुभयो र सपनामा उहाँले के भन्नुभयो भने जेसुन्डोलमा अथवा आर्य ताराले उहाँलाई चाहिँ एउटा भविष्यवाणी गर्नुभयो र त्यो के भन्नुभयो भन्दाखेरि चाहिँ तिमीले चाहिँ आफ्नो भूमिलाई चाहिँ मनमा राख्नुहोस् आफ्नो ठाउँलाई आफ्नो देशलाई आफ्नो मनमा साप्नुहोस् र म चाहिँ त्यहाँ जाँदैछु जुन एउटा जाने इच्छा त्यस्तो किसिमको प्रचुर इच्छा चाहिँ आफ्नो मनमा राखेर अनि टाउको त्योपट्टि फर्काउनु त्यो टाउको चाहिँ त्योतिर देखाउनु हो भनेर भन्नु र उहाँ त्यस प्रकारले चाहिँ जेचुन्टोमा अथवा आर्य तारा त्यस्तो भन्नु भविष्यवाणी गर्नु त्यस्तो भन्नुभएपछि उहाँले चाहिँ त्यस्तै किसिमको म चाहिँ आफ्नो आफ्नो देश आफ्नो गाउँ चाहिँ मनमा राख्छु अनि त्यसपछि म त्यो ठाउँमा जान्छु भन्ने इच्छाको साथमा चाहिँ त्योपट्टि सुत्नु भनेर भनिसकेपछि उहाँले चाहिँ त्यो उहाँको टाउको त्योपट्टि फर्काएर सुत्नु भएपछि अब दोस्रो उहाँ जब उहाँ चाहिँ अब निन्द्राबाट बिउजिनु भयो उहाँ त्यसै गर्नुभएपछि उहाँ चाहिँ जब उहाँ बिउजिँदाखेरि चाहिँ उहाँ समुद्र पारी अथवा आफ्नो जुन ठाउँमा जानुपर्ने हो उहाँ चाहिँ त्यो ठाउँमा पुग्नुभयो सायद अहिले हामीले बुझ्दाखेरि सायद अब नालन्दामा चाहिँ उहाँ त्यहाँ पुग्नुभयो जब उहाँ नालन्दा पुग्नुभयो त्यहाँ चाहिँ अब धेरै कुराहरू परिवर्तन भइसकेको थियो उहाँ चाहिँ सानोमा नै अब नालन्दा जुन अब सानो हुँदाखेरि जब नालन्दामा पण्डित अब ठुल्ठुलो अब अलिकति उहाँभन्दा ज्येष्ठ पण्डितहरू हुन्थ्यो उहाँहरू चाहिँ अब प्रायः सबै नै बितिसक्नु भएको थियो र जब उहाँ नालन्दामा हुँदाखेरि उहाँले शिक्षा दिनुभएको उहाँले सिकाउनु भएको उहाँको शिष्यहरू नयाँ जुन अब नयाँ विद्यार्थीहरू हुनुहुन्थ्यो शिष्यहरू उहाँहरू चाहिँ सबै महान पण्डितहरू भइसक्नु भएको रहेछ उहाँले चाहिँ अब के सोच्नु भएछ भने त मैले चाहिँ अब अरूलाई चाहिँ जो अब सबै ठुल्ठुलोहरू पनि बितिसक्नु भएछ अब मभन्दा सानोहरू सबै पण्डित भइसकेको रहेछ त्यही कारण मैले जुन मानिस छ र उहाँलाई चिन्ने र उहाँलाई याद गर्ने मान्छे कोही नभएको कारणले चाहिँ उहाँले चाहिँ मैले चाहिँ अब कसैलाई फाइदा गर्नु नसकेको कसैको हित गर्नु नसके एक किसिमको मन दुखेर अलिकति क्रोधित भएर रिस उठेर चाहिँ उहाँले चाहिँ के गर्नुभएछ भन्दाखेरि चाहिँ
अब सजिलो गरेर भन्दाखेरि उहाँले चाहिँ अब उहाँले चाहिँ एउटा मन्त्रको साधना गरेर मन्त्र जपेर चाहिँ उहाँले चाहिँ भुइँचाल चलाउनु भएछ। त्यति बेला चाहिँ भुइँचाल अब उहाँले गरेपछि त्यो जुन मन्त्रको चाहिँ भयानक भूकम्प आएर चाहिँ उहाँले चाहिँ त्यो भूकम्प गरेर उहाँ आफू बस्ने आफ्नो घर पनि ध्वस्त पार्नु भयो। त्यसै गरी अरूको पनि उहाँले चाहिँ ध्वस्त पारिदिनु भयो। र पहिला उहाँ जुन उहाँ पहिला जानुभएको जुन सुत्त द्वीप भन्ने थियो त्यसलाई पनि उहाँले त्यहाँ पशु पंक्षीदेखि लिएर मान्छेहरू सबैलाई उहाँले चाहिँ मारेर ध्वस्त त्यो जुन भूकम्प बाट चाहिँ ध्वस्त पारिदिनु भएछ। फेरि त्यसपछि उहाँले चाहिँ एक दिन सपनामा चाहिँ उहाँले फेरि ताराले चाहिँ आर्य ताराले चाहिँ उहाँले चाहिँ अब सपना देख्नुभयो र ताराले यस्तो प्रकारले भविष्यवाणी गर्नुभएछ। उहाँले चाहिँ अब त्यस्तो रिसाएर चाहिँ धेरै भूकम्प चलाएर धेरै मान्छेहरू मार्नुभयो, धेरै घरहरू भत्काइदिनु, धेरै दुःखहरू पशुहरू मारेर धेरै दुःख दिएको कारणले चाहिँ अब उहाँको सपनामा चाहिँ ताराले चाहिँ के भन्नुभएछ भन्छ, उहाँले के भन्नुभएछ भन्दाखेरि एक महायानी अभ्यासकर्ता हुनुहुन्छ, तपाईँले चाहिँ यस्तो निमुखा प्राणीहरूलाई यसरी प्राणीहरूको हित गर्नुपर्ने हो, तर तपाईँले त यसरी जुन अब प्राणीहरूलाई मार्नु भएको छ, त्यसैले तपाईँको यो मनमा यी निमुखा प्राणीहरूको लागि माया दया सबै त्यागेको, उहाँलाई अहित गरेको, उहाँलाई दुःख दिएको कुकर्म छ, त्यसैले तिमी चाहिँ यसको चाहिँ प्रायश्चित गर्नुपर्छ। त्यस्तो ताराले भन्नुभएको छ। उहाँले चाहिँ के सोच्नु भएछ भन्दाखेरि अब मैले चाहिँ यो कुरा चाहिँ अब प्रायश्चित गर्नुपर्छ, म त ठुलो गल्ती गरेछु, कसरी गर्दा चाहिँ राम्रो हुन्छ भनेर सोच्दाखेरि चाहिँ उहाँले चाहिँ अब र यो जुन चीनको पञ्चवटी पर्वतमा चाहिँ जुन मञ्जुश्री हुनुहुन्छ र त्यहाँ जान्छु भनेर विचार गर्दाखेरि चाहिँ तब फेरि आर्य ताराले कसरी के भन्नुभएको छ फेरि भविष्य गर्नुभएको छ भने, यस तिमी त्यसरी चीनमा गएर पञ्चपर्वतमा चाहिँ तिमीले त्यो गर्दाखेरि चाहिँ जाँदाखेरि त्यसले तिम्रो दुष्कर्मलाई शुद्ध गर्न सक्दैन, त्यसले शुद्ध हुँदैन। त्यसैले वज्रयानमा प्रवेश गरेर त्यो होइन, तपाईँले चाहिँ आफ्नो पापलाई प्रायश्चित गर्नको लागि जुन वज्रयानमा प्रवेश गर्ने त्यसैले वज्रयानमा सुरुवात गर्नेहरूको लागि जुनहरूको लागि गुरुको 14 मूलको पतन आपत्ति र पञ्चशिखाको त्यसको जुन व्याख्याहरू त्यो लेख्नु र धेरै तन्त्रहरूको चाहिँ त्यसको व्याख्या गरेर लेख्नुहोस् भनेर चाहिँ ताराले त्यसरी भविष्यवाणी गर्नु त्यसो भन्नुभएपछि उहाँले चाहिँ यो लामाङ त्यसपछि उहाँले चाहिँ जुन यो वज्रपाणीको अभिषेक, सुसिद्धिकार, वैरचनाको अभिबोधि, युगल बुद्ध, 4 आसन, वज्र डाकिनी, चक्र समरको व्याख्याहरू चाहिँ उहाँले त्यसरी लेख्नु भएको थियो। त्यसपछि जुन ताराको बबिला उहाँको अर्को नाम पनि थियो, उहाँलाई चाहिँ त्रिदेव 3वटा देवता भनेर पनि उहाँलाई भनेर भनिन्थ्यो। उहाँले चाहिँ 3वटा मेन इष्टदेव मान्नुहुन्थ्यो, त्यसै कारण उहाँलाई 3टा देवता भन्छ। र त्यो 3वटा इष्टदेव के थियो भन्दाखेरि चाहिँ महामुद्रा सिद्ध गर्ने देवता चक्र सम्बर, जुन बाह्य अवरोधहरू हटाउने तारादेवी, त्यसै गरी भित्री आधाहरू हटाउने देवता चाहिँ आर्य अचल। र उहाँलाई त्यस 3वटा इष्टदेवहरूलाई मान्ने भएको इष्टदेवको रूपमा लिएको कारण उहाँलाई चाहिँ 3 देव भनेर पनि भन्छ। र जुन गुरु बबिला हुनुहुन्छ उहाँ र मञ्जुश्री कृति जुन उहाँहरू हुनुहुन्छ, उहाँ 2 जना चाहिँ जुन कर्मपर रङजुङ दोर्जीले रचना गर्नुभएको सँगको जुन वज्र गुह्ययानको आपत्तिको एउटा ग्रन्थ छ, त्यो चाहिँ मञ्जुश्री कृतिको जुन ग्रन्थ छ त्यसलाई नै
आधार मानेर उहाँले चाहिँ रचना गर्नु र त्यो त्यस्तो प्रकारको जुन मञ्जुश्री कृति हुन्छ र उहाँ र भाव्यवत चाहिँ उहाँ चाहिँ एकदमै महान विद्वान हुनुहुन्थ्यो र त्यस र बपिला अरे बपिलाको जुन यो अब छोटो परिचय पनि यस प्रकार छ र उहाँको जुन इतिहासहरू हेर्दाखेरि उहाँको परिचयहरू हेर्दाखेरि उहाँ दुईटा मान्छे दुई अलग व्यक्ति हो कि भन्ने त्यसरी भन्न सकिन्छ जस्तो लाग्छ र आज चाहिँ सायद यति नै प्रवचन गर्दा अलिक ठिक हुन्छ जस्तो मलाई लाग्यो किनभने यो जुन सुरु गर्दाखेरि बाधाहरू पनि हुन सक्छ धेरै हुन सक्छ र म पनि हिजो अलिकति रुगा मार्कीले अलिकति गाह्रो बना यो अलि धेरै व्यस्त पनि भयो त्यसपछि फेरि मलाई रुगा मार्की लाग्यो फेरि व्यस्त भएको कारणले गर्दा एउटा अलिकति आराम पनि गर्न सकिएन अर्को पाइन त्यो यो र यो प्रवचन पनि गर्न सक्छु कि सक्दिनँ जस्तो पनि मलाई लागेको थियो र अहिले मलाई राम्रो र आज मैले यहाँ अब प्रवचन अब सुरुवात गर्न सक्ने भए त्यसको लागि म अब र आज अब यतिमै म राख्न चाहन्छु र यहाँहरूले जुन पाठहरू मल्लमहरू वाचन गरिदिनु होला।